सर म कुन देश जाँदा ठिक होला? अब अनुहार हेर्दा त तिम्रो खाडीमा नि नपस्ला जस्तो छ। तर अब यी प्लानेट आइसकेपछि तिम्रो युके युएस अस्ट्रेलिया छानी छानी जान पाइहाल्यो नि। तपाईँको पनि अनुहार हेर्दा दलालै जस्तो छ। अब यी प्लानेटमा भएर चाहिँ विश्वास गरेको। तिम्रो बोली सुन्दा त तिमीलाई भिजा त परै जाओस्, पानी पनि दिन मन छैन। तर अब तिम्रो फाइनेन्सियल स्ट्याटस हेर्दाखेरि चाहिँ अस्ट्रेलिया गएकै राम्रो देखिरहेको छ। अब फाइनेन्सियल स्ट्याटसको कुरा गर्नुपर्दा तपाईँको 1 महिनाको स्यालेरी त म वेटरलाई टिप्सै दिन्छु। अब +2 सकाइसकेपछि घरमा यतिकै के बसिराख्नु भनेर यसो बुझ्न चाहिँ आएको। यदि तपाईँहरू +2 सकेर ग्यापमा के गर्ने भनेर सोचिरहनु भएको छ भने आजै प्लानेट भिजिट गर्नुहोस् र आइएल्स र पिटी क्लासेसमा इनरोल भई 75% छुटको मजा लिनुहोस्।